गाइज आज यो माघे सङ्क्रान्तिको अवसरमा हामीले यो के बनाउन गइरहेको छौँ भने आफ्नै लोकल स्टाइलमा है, आफ्नै गाउँले पारामा यो अब पुरी बनाउन गइरहेको छौँ। त्यही पनि पुरीको के को भन्नाले यो हाम्रै गाउँबाट आएको लोकल स्टाइलले आगोमै पकाउन गइरहेको छु। यस्तो छ भाइले नि पकाइरहेको छ आगोमा। यो चाहिँ गाउँकै पिठो हो, गाउँकै पिठो, गहुँको पिठो हो। यो यस्तो हुन्छ, यस्तो चम्किने खालको हुन्छ। यी रोटीहरू नि पुरीहरू नि यस्तो यस्तो हुन्छ, मिठो हुन्छ गाइजहरू। आज साउनी सङ्क्रान्तिको अवसरमा यस्तो यस्तो खाँदैछौँ हामी गाइज। साउनी सङ्क्रान्तिको अवसरमा गाइजहरू यसरी हातले यसरी हालेर बेल्ने पनि होइन, फेरि हातले हो नि, हातले लोकल स्टाइलमा हो नि, फेरि लोकल स्टाइलमा पुरी बनाउँदैछौँ आगोमा। आगो यस्तो चिसो मौसममा यस्तो तातो आगो बालेर यसरी पुरी बनाएर अनि खाँदैछौँ। त्यही पनि कहाँ छौँ नि, फेरि काठमाडौँ जस्तो ठाउँमा हो नि, फेरि यस्तो लोकल स्टाइलमा खाइरहेको छु गाउँको पाराले साउनी सङ्क्रान्तिको अवसरमा। हामीले रमाइलो गर्दैछौँ, जे होस् यस्तै छ गाइजहरू। फाइनल्ली गाइज पुरीहरू यस्तो बनाइसकेको छ, गाउँको पुरीहरू हो। यस्तो बनाइसकेको छ यी गाइजहरू। यस्तो छ, यस्तो यस्तो हुन्छ, मिठो हुन्छ। यहाँको मैदाको जस्तै हुन्छ, अनि मैदाको होइन, फेरि गाउँको हो नि, गाउँको पिसेर पिठो बनाएर यस्तो पुरी बनाएको। यस्तो यस्तो मिठो हुन्छ। यसलाई मासुसँग खानुपर्छ, मासुको झोल ग्रेभीसँग कम्ता मिठो हुन्छ गाइज। यस्तो छ। हेलो गाइज, यो चाहिँ अब गाउँको ऊ हो गाउँको पुरी हो। यसै खानुपर्छ, मासुसँग यसै खानुपर्छ। गाउँको लोकल हो नि, यस्तो कुखुराको मासु खानुपर्छ। पुरी गाउँको गाइजहरू यस्तै छ आज साउनी सङ्क्रान्तिको अवसरमा। हामीले चाहिँ गाइज यस्तै छ। हाम्रो गाउँले पारामा पुरी आगो छ, यस्तो आगो बल्या छ। यस्तो आगोमा यस्तो पुरी खाएर कम्ता रमाइलो हुन्छ।